साथीहरू सबैजनालाई मेरो नमस्कार। आज म तपाईहरुलाई यस्तो खालको हेयरब्यान्ड हैन हामीले टाउकोमा लगाउँदाखेरि हैन कस्तो खालको हुन्छ भनेर मैले हरेक डिजाइनको जस्तै यो डिजाइनको मैले छुट्टै बनाएको थिएँ भने अहिले चाहिँ म तपाईहरुलाई चाहिँ यो चाहिँ मैले निटिङबाट बनाएको छु भने अहिले म तपाईहरुलाई चाहिँ क्रोसेटबाट नै बनाउन सिकाउँदै छु र तपाईहरुले हेर्नु होला। हामीले चाहिँ यसरी उसलाई चाहिँ लगाउने हो है, यसरी लगाउने खाले हेर्दैन हो। यदि तपाईहरुलाई पनि यदि जाडो महिनामा जाडो भइराखेको छ भने कति साथीहरुलाई टोपी लाउन मन लाग्दैन भने जस्तै बाहिर निकाल्न मन लाग्यो, यो चाहिँ जेन्ट्स एन्ड लेडिज दुवैलाई हुने खालको हो। र अहिले चाहिँ म तपाईहरुलाई फेरि त्यस्तै एउटा हेयरब्यान्ड बनाउने तरिका चाहिँ सिकाउँदै छु, हेर्नु होला। यदि मन पर्यो भने लाइक एन्ड कमेन्ट पनि गर्नु होला र मेरो युट्युब च्यानलमा निटिङ